हेलो एभ्रिवान, आज चाहिँ हामीले मेरो गाउँ घ्यामराङ जाँदैछु। हामी चाहिँ गोडामुख चोकमा आइपुग्यौँ। यहाँबाट चाहिँ गाउँ जाने बस लाग्छ। यताबाट चाहिँ तानतिङ जान्छौँ अनि यो बाटोबाट चाहिँ हामी घ्यामराङ जान सक्छौँ। यो चाहिँ हाम्रो गाउँ है, यो तलको चाहिँ स्कुल। यहाँनिर चाहिँ मेरो घर छ। हामी आइपुगेको छौँ घ्यामराङको इन्ट्रान्स। बजेको घर पनि आइपुग्यो है। हामी चाहिँ अहिले बजेको घर आइपुगेका छौँ। बजेले चाहिँ रोटी पोलेर ठ्याक्क राख्नु भएको रहेछ। पहिलो कमाइ यस्ता गर्नु मेरो है मम्मीले भन है उठाइन त सकेन होला खाल त उठाउनु पर्छ नि त। कारगर तारिन गाम्बै छ नि ला त्यहाँ आयु भी मै बारे यहाँ नगा सर यहाँ चम ए लाला चम ल ल तातो तातो बाजे त्यतिर खान सक्छ। सकिएला सर रुपैयाँ दिन छ मुला टक्क लम्मा तरगले आ मेरो आयुसँग खानु तपाईहरुले मिठो भन्छ मिठो भयो राम्रो र नै हाम्रो ल सेकिने कनेर छु नम्रमा त्यो आयो चाय खिया चुसा मरे तुर्मियो छु गाउनु तपाईलाई ल मामरो
ए भरे पेट दुख्छ क्या हाम्रो लौ कस्तो मिठो भयो अलि अलि रेनकोट ल्याएको थियो क्या खासै भिजेन रेनकोट कुमाइ त लेम आपामै आमै कलमा नाइ पाए बिना नानी चांगलाई व्यक्ति खमै रोटी डाँडा मैले बाजे बाबाले थाहा छैन बजाइले ब्याग ल्याइदिएछ बजेलाई ब्याग ल्याइदिएको क्या मैले र रोजिताले पहिलो कमाइ अझ रोशनी बजार तमाया हाँस्या अझ तलाउ छेउ पिर थिएमा चाहिँ पुरा आन्दोलन लगाए यहाँ आलुसिम नराम्रो त भयो त्यो ग्राममा यहाँ घेबो नटिपिरहेको थियो नि नपलाउँदो रहेछ सेवडा बदर प्रथा हाँस्याले चिसो भिवा चिसो मामन तातो मिसा मामा तातो मिसो वा निकाले कि बाजेले अर्को बजेले त्यो 4500 पर्ने जुत्ता त घर चप्पल त घर लाएर हिँडे ए यता हेर्नु त अहिले दिदीले ल्याइदिएछ है करार लो दाओ टाउकोमा जाँदा नि बोक्नु रे जहाँ गए नै बोक्नु रोग ल ल लिवर साउन जोला कस्तो छ प्याजा लिवर साउन जोला त भइ लिवर पर्स छाता फोनहरू लिएर हिँड्न मिल्छ खाएको छैन अब बसल्ने हो भर्खरै खाजा खाएँ प्याज चोइमा आशीर्वाद भयो मासु छावा छाउ त आऊ त्यो प्लास्टिकमा हालेर त्यो काँडा ललवा दुब्ला चाहिँ के हो पाती त अहिले त वा खाना बनाएर आएछ दुब्ला त्यो फुलेको जति मर्यो अब यो हुँदैन रबरमा लगेको त त्यसरी फाले खा भाउजूको त पोहोर त्यो ट्राई लगायो घाँगे सर यो त हुँदै भएन ट्राई लगायो घाँगे स्योरेमा कहाँ सबै स्टेयर बनाएको रहेछ है यहाँ ए हो निपलमा दिन्छ वाउ ल त्यो भित्र के खाएन यसरी कसरी त्यो साइडमा राख्नु त्यसलाई पहिला लगाइहाल्ने होला नि बाजुलाई ल खुलेर हेर्नु तर यो सानो गर्नुपर्छ होला गाडी त इब्री खाने भाजी जत्रै रहेछ ल चिकन लाउनु त खोलेर लाउनु त राम्रो छ है ल अब अर्को त्यो फो भयो त्यो कति बाजीको चाहिँ बाख्रा चाहिँ गर्ने भयो के होला यो What is this? के होला बाजु त्यो
प्यान्ट हो यो कटनको त्यो जिन्सको कटनको कस्तो मलमल खालको थियो यो के होला यो खोलेर हेर्नु खोलेर हेर्नु खोलेर लेदरको प्योर लेदरको हो यो रोजदाले थ्याङ्क यू भन्नु बाजे यहाँबाट थ्याङ्क यू नानी पापे भेरी आइडिया भोलि मलाई के पो ल्याइदिन्छ मलाई भन्दै पठाएको के उ गरेर ए मम्मीलाई त बाँकी छ नि आमा उसियो एउटै के हो फेरि मलाई बिस्तारै मैले है दुईजनाले है तपाईँले पहिलो तलबबाट तपाईँलाई तपाईँ र तपाईँले यसरी बोकिनुहुन्छ Good morning. ये चप्पल त बाहिर म त अघि त भित्र लैदियो नि त सरी ल मामुले कस्तो मजाको किचन बनाउनु भएको छ अनि आउनु यता मम्मीलाई बोला न ल मम्मीलाई बोलाएनौ ए मम्मी नमस्ते तिमी जाँदै हुन्छ कि 20 रुपियाँ पकेटमा छ त भनेपछि आज अनिलले स्कुल बङ्क गरेर आयो है कुन डोलम यो कि यो टोलो है अब यो मेरो भयो है आस्ते टोलो है ए मुख धो भन्छ त्यसलाई थपरी बजाउनु ट्रेनमा अरू
भ्यू हेर्दै अब लन्च टाइम विथ लोकल चिकनको झोल एक आलु छोड यो कति आफूले दिन्छ कि भनेर उ गर्यो होला त्यो कुकुरले कहाँ गएर यस्तो हेर्न कुरै कुरो टाँसा छ लक्ष्मी लक्ष्मी भात तासियो क्या हातमा खान्छ कि भनेको झन् के हो आमा त ला 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 हाय खा खुरखुरु बजेर आउँथ्यो यसले के भन्छ पँधेरो भन्छ र पँधेरो भने त्यस्तो कुवा जस्तो हुन्छ कि राम्रो बनाएको अब यसले मलाई कता लाँदो रहेछ यसो हेरौँ भने पनि जुगाबाट चाहिँ सावधान हुनुपर्छ फेरि ए आज स्कुल हुन्छ हुन्न जामा स्कुलतिर नि ऐसिलो तर नरहेछ त्यस्तो नरहेछ अलि अप्ठ्यारो ठाउँमा रहेछ क्या हामी कता जाँदैछौँ त अहिले के छ उता त्यहाँबाट गाउँ त होला आई थिङ्क है लप्चीको बुट गाउँकै मान्छेलाई पनि थाहा छैन हेर्नु ऐसेलोको बुट ज्याङ त ठुलो है तर यताको अलिक नपाइयो भने पोखरातिर छिटो पाउँछ पाकेर पनि खाइसक्यो होला नि के कसो हो त्यो माथि माथि धेरै भन्छ कि यो निबुवाको बुट यहाँ उसको बुट थियो के ऊ त्यो नस्पतिको बुट छ पब्लिक हो ए ठुलो रहेछ त है ए उसको बुट पब्लिक भएन यो मान्छेको होला नि सुन्ताको बुट यो लप्सीको बुट अनि उयो यो यो नस्पतिको बुट यो बेलौतीको बुट पनि छ कति ठुलो नस्पतिको बुट हेर्नु न सुन्तलाको बुट नस्पतिको बुट निबुवाको बुट यी बेलौतीको बुट कस्तो है यसो खाँदै खान्छ नि तपाईँहरूले तोबुरुरु भन्ने खान्छ नि खान्छ है नेवार भन्छ यसलाई यार खास कुरामा नेवार भन्छ हामी त बच्चा बच्चा भाषामा भन्दैन त तोबुरुरु यो पाकेको चाहिँ मिठो हुँदैन होइन नपाएको रहेछ कि ऐसिलो त यति नजिकको त मान्छेहरूले खाइहाल्छ कि अमिलो हेर तल आउँछ त यति अमिलो छ भयो यहाँबाट उता नजाउँ ए ठाउँ ठाउँमा दाउरा दर काटेर रहेछ नि त है बादमा त उसारिसक्यो सबै त्यहाँबाट चाहिँ मान्छेहरूले कुन ठाउँबाट अरे तनहुँतिरबाट होइन यो सबै जङ्गल किनेर रुखहरू ढालेर यस्तो मजा मजाको लग बनाएर गाडीमा लोड गर्दै लाँदै लोड गर्दै लाँदै गर्दैछ यो चाहिँ फेरि कति भाइ पकाउँदो रहेछ अनि भाइ त झ्याउलाइहाल्छ नि यो त बोक्न सके त बोक्थ्यो होला सबभन्दा ढिलो गएको हो भोलि ल्याखा त टोको भोलि ल्याखा त बाजे त ल्याउतिर गएको थिएँ म त हिजो फेरि
के ल्याउरातिर होइन हिजो गएको तपाईँ बाजेले 2 बार ल्याएर जस्तो भयो दाजु तल दोकानमा के अन्त तल नै पाउँछ होला पाउनु त हामी चाहिँ ठाउँ चाहिँ यो बाटोबाट तल बाटो छुट्टेछ नि यता यो चाहिँ घ्यामराङ गाउँलेहरूको च्यान डाँडा बेला बेला फेरि जुगा चेक गरिराख्नुपर्छ है पानी त परेको छ पर्ने हुन्छ बाटो कि चित्त छुटेर यो एरिया चाहिँ यसको यो एरियासको भनेर यो बनेको यो त यहाँनिर यसको भनेर गर्छ कि नत्र त मान्छेहरू नजिक नजिकको उस हुन्छ नि त नजिक नजिकको खोजमा ऊ हुँदैन नि त सबै त्यही भएर चिट्टा छुट्याइदिन्छ क्या जसको भागमा जुन पर्छ त्यही ओके यो भने चाहिँ पथेवाको है पथेवा बाजेको यो चाहिँ बाजे बजेको हो बाजेर बजेको बाजे बजे सँगै बनाएको थियो पहिला बनाएको थिएन बजेको सँगै गरेको नि त ऊ पनि आउनु बजेको चाहिँ यो है यहाँ हामी बजेको यो बाजे बजेको बनाउनु रहेछ इन्ट्रान्सको देउराली यहीँबाट उस्नेको घरसम्म यस्तो डन गरेछ है चाहिँ गाई भैँसी दिङ्गाहरूले अलिक फोहोर गर्दो रहेछ जे यहाँ त तँले खस्यो लेखो क्या अरे हामी चाहिँ छेउ गएर पनि आइसक्यौँ है घर तल बजेको घर बसेको फेरि बजेले फेरि दुध हालेर दिनुभयो अनि कपमा बोकेर आएको हामी यो चाहिँ मेरो घर आकाश पुरै पानी पर्न लाग्यो आजको हाम्रो ब्रेकफास्ट आज बिहान नै फुपूले पोल्नु भएको रोटी
यो चाहिँ भ्यू टावर किचन है। लिएला साथीहरू किन पुसाइ हो न पुसाइ भन्दा ओइ आउनु क्या हो आउनुले बाउ आइकुन हुन्छ दाजु। Anil Kapoor is back. यो चाहिँ सिन्कौलीको पात आज पोखरा लाने। यो चाहिँ निङ्रो माछा सक्छ होला। ल मम्मीले चाहिँ हामी पोखरा लिएर जाने भनेर रोटी हालिदिँदै हुनुहुन्छ।
यति ढिलो चाहिँ गएको त आउनु बाजे